के तपाईँले लेनदेनको कागज गरेर रकम लिनु दिनुभएको छ? यदि त्यसरी लिनु दिनुभएको छ र कागज गर्नुभएको छ भने के गर्ने भन्ने सम्बन्धमा चाहिँ यहाँहरूलाई जानकारी दिनु गइरहेको छु। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 36 ले के लिखत मान्य हुने भन्ने व्यवस्था गर्यो। त्यसमा चाहिँ के छ भन्दाखेरि दुई पक्ष लिने दिनेको सही छाप दस्तखत छ भने त्यस्तो लिखतलाई मान्यता दिने भनेर व्यवस्था गरेको छ। अब त्यो लिखत 50,000 भन्दा बढीको लिखत रहेछ भने त्यो लिखतलाई चाहिँ वडा समितिको कार्यालयमा गएर प्रमाणित गराउनुपर्छ। त्यो प्रमाणित गराउने प्रक्रिया चाहिँ के हो भन्दाखेरि लिने दिने दुवै पक्ष वडा समितिको कार्यालयमा जाने र त्यहाँनिर चाहिँ वडा समितिको कार्यालयमा गएर वडा समितिको कार्यालयबाट चाहिँ त्यो लिखतको शिरमा छाप हानेर चाहिँ प्रमाणित गरिदिने। र त्यसमा के छ त भन्दाखेरि त्यो लिखतमा चाहिँ प्रमाणित गराउँदाको अवस्थामा दुईटै पक्ष त्यहाँ गएर सही छाप पनि गर्नुपर्ने छ। वडा समितिको कार्यालयले त्यो लिखतका लिने दिने पक्षहरूको नाम, थर, ठेगाना, लिखतमा उल्लेख भएको बिगो समेत खुलाएर त्यस्तो लिखत चाहिँ त्यसै दिन वडा समितिको कार्यालयले प्रमाणित गरिदिनुपर्छ। र त्यो वडा समितिको कार्यालयले प्रमाणित गर्दाखेरि लाग्ने दस्तुर जम्मा बढीमा 200 रुपियाँ लिन्छ। लिखत प्रमाणित गर्दाखेरि लिने दिने कुनै एउटा पक्ष उसको स्वास्थ्यको अवस्थाले अथवा केही अन्य कारणले परिस्थिति अन्य कारणहरूले गर्दाखेरि वडा समितिको कार्यालयमा उपस्थित हुन सकेन भने के गर्ने त भन्दाखेरि उहाँको त्यो पक्षको चाहिँ संरक्षक वा हकवाला गएर समेत त्यो लिखत चाहिँ प्रमाणित गराउन सक्नेछ भन्नु हो। यो जुन मुलुकी देवानी कार्यविधि संहिता 2075 साल भाद्र 1बाट सुरु हो। त्योभन्दा अगाडि गरेका लिखतहरूको हकमा के हुने भन्ने व्यवस्था चाहिँ यसैमा चाहिँ व्यवस्था गरौँ। यसको दफा 36 को दफा 3 क ले के भन्यो भने यो ऐन प्रारम्भ हुँदाका बखतमा प्रमाणित गराउनु पर्ने नगराइराखेका लिखतहरूको हकमा यो ऐन प्रारम्भ भएका 6 महिनाभित्र प्रमाणित गरिसक्नुपर्ने भन्ने कानुन व्यवस्था गर्यो। तर यो 6 महिना कटेर धेरै लामो समयमा आइसक्यो। अब त्यो प्रमाणित गर्ने अवस्था छैन। तर एउटा अप्सन बाँकी छ। त्यो अप्सन चाहिँ कुनै लिखत कागज गर्ने लिने वा दिने व्यक्ति चाहिँ विदेशमा गएको अवस्था, देश बाहिर रहेको अवस्था थियो भने त्यस्ता व्यक्ति चाहिँ अब फिरेर आइसकेपछि 6 महिनाभित्रमा चाहिँ त्यो कागज चाहिँ वडा समितिको कार्यालयमा गएर प्रमाणित गराउन सक्नेछ। वडा समितिले चाहिँ के गर्न सक्छ भन्दाखेरि कारणै आफै उपस्थित नभएको अवस्थामा र यो प्रारम्भ हुनुभन्दा अगाडिका प्रमाणित नगरिराखेका कागजहरूको हकमा चाहिँ दुवै पक्ष उपस्थित नभए पनि ती लिखतहरूको लेनदेनको सत्यता कारोबार भएको हो कि होइन भन्ने कुरा वडा समितिले जाँचबुझ गरेर त्यो कुरा चाहिँ सत्यता हो भन्ने लागेको खण्डमा कुनै एक पक्ष उपस्थित नभए पनि त्यो कागज चाहिँ प्रमाणित गराउन सक्नेछ भन्ने। दफा 36 को 5 मा के व्यवस्था गर्यो भने यी सबै प्रक्रियाहरू पुरा गरेर लेनदेनको कागजलाई चाहिँ हामीले वडा समितिको कार्यालयबाट प्रमाणित गराएका छैनौँ भने त्यो कागजको चाहिँ अदालतले कानुन बमोजिम रित नपुगेको भनेर अदालतबाट चाहिँ कारण हुने छैन भन्ने कानुनी व्यवस्था चाहिँ राखेको छ यसै दफामा। तर एउटा अर्को अवस्था के राखियो भन्दाखेरि देवानी कार्यविधि संहिता 2074 को दफा 44 ले के भन्यो भने यस परिषदमा जुनसुकै कुरा लेखिएको भए तापनि कारणी भनेको ऋण लिने जसले रकम लियो त्यो व्यक्ति आफैको हस्ताक्षरबाट अक्षरबाट दस्तखतबाट चाहिँ कुनै कागज लेखिएको हो ऋण लिएको हो भन्ने कुरा प्रमाणित भयो भने त्यस्तो कागजलाई चाहिँ मान्यता पाउने छ। यो प्रमाणित गरिरहनु पर्ने छैन भन्ने व्यवस्था चाहिँ दफा 44 मा गर्यो। र अब यो लेनदेनको कारोबार गर्दाको अवस्थामा चाहिँ यदि रकम उठेन टाइममा दिएन भने यसको हदम्याद चाहिँ कति हुन्छ, कति समयसम्ममा हामीले उजुरी गर्न सक्छौँ भन्दाखेरि यो चाहिँ जम्मा बढीमा 10 वर्षभित्रमा यसमा चाहिँ उजुरी गरिसक्नुपर्छ। तर यसको बिचको टाइममा कसैले केही सामान दियो, केही ब्याज रकम दियो र मिति उल्लेख गरेर त्यो मितिबाट फेरि अर्को 10 वर्षसम्म चाहिँ हदम्याद हुन्छ। तर बिचमा सामा पनि दिएको छैन, ब्याज पनि दिएको छैन, कुनै उल्लेख गरिएको छैन, मिति उल्लेख गरिएको छैन भने त्यसमा चाहिँ 10 वर्षको हदम्याद भन्दा उता जान पाइँदैन भन्ने कानुन व्यवस्था गर्यो। र अर्को के गर्यो त भन्दाखेरि कुनै लिखतमा निश्चित टाइम अवधि तोकेर यति टाइम अवधिमा त्यो काम सक्ने भन्ने चाहिँ उल्लेख गरेको छ। जस्तो बैनाको लिखत यति महिनाभित्रमा पास गरिसक्ने भनेर भनेको छ। र बैनाको लिखत जस्ता लिखतहरू चाहिँ यदि त्यो टाइमभित्र पास गरिदिएन र रकम पनि फिर्ता गरिदिएन भने चाहिँ तपाईँले त्यो टाइम सकिएको अथवा मुद्दा गर्नुपर्ने कारण परेका मितिले 1 वर्षभित्रमा उजुरी गरिसक्नुपर्नेछ, अदालतमा तपाईँले नालिस दिइसक्नुपर्नेछ भन्ने। अब यहाँ के छ त भन्दाखेरि
यो लिखतको सम्बन्धमा चाहिँ यहाँहरूलाई चाहिँ यति जानकारी गराएँ। अब यो लिखत प्रमाणित गर्ने कुरामा चाहिँ यहाँहरूले यदि गर्नुभएको छैन भने लिखत प्रमाणित गराउनु अनिवार्य गरेको छ अहिलेको कानुन व्यवस्थाले। र 50,000 भन्दा कमको लिखत पनि यदि दुई पक्ष लिने दिनेले चाहे र प्रमाणित गराउन चाहे भने त्यो लिखत पनि वडा समितिको कार्यालय प्रमाणित गरिदिनुपर्छ भन्ने कानुनी व्यवस्था चाहिँ यो दफा 36 ले गरेको छ। यहाँहरूलाई यो लेनदेन व्यवहारको विषयमा चाहिँ आजको जानकारी यति गराएँ। धन्यवाद।